चेक बाउन्स गरिसकेपछि तपाईँको पैसा ग्यारेन्टी उठ्छ त। तपाईँले चेक 3 चोटि बाउन्स पनि गर्नुभयो, 45 दिने सूचना पनि लिनुभयो, त्यसपछि प्रहरीकोमा गएर जाहेर पनि दिनुभयो। प्रहरीले मान्छे समात्यो, ऊ त्यसपछि धरौटीमा छुट्यो, तर पैसा भने अहिलेसम्म उठेको छैन। यस्तो अवस्थामा के गर्ने? तपाईँको चेक बाउन्सको जुन रकम हुन्छ, तपाईँले पाउनुपर्ने रकम, त्यो तपाईँलाई सरकारले दिने होइन। धेरै मान्छेमा के छ भने चेक बाउन्स मुद्दा अदालतमा पुगिसकेपछि मेरो पैसा उठ्छ, तर त्यो जुन व्यक्ति पैसा खाने व्यक्ति छ उसले पैसा नदिएसम्म तपाईँलाई सरकारले चाहिँ पैसा दिँदैन। अब यस्तो अवस्थामा के गर्ने? पैसा कसरी उठाउने भन्दाखेरि तपाईँसँग दुईवटा अप्सन हुन्छ। एउटा चाहिँ तपाईँले जो व्यक्तिसँग त्यो चेक लिनुभएको उसको या उसको बुवाको या उसको श्रीमतीको नाममा जग्गा जमिन या केही सम्पत्ति हुनसक्छ, त्यो पत्ता लगाएर त्यो रोका गर्नुहोस् र फैसला भइसकेपछि त्यो रोका गरेको सम्पत्तिलाई लिलाम गरेर पनि तपाईँको रकम चाहिँ अदालतले तपाईँलाई उठाएर दिन्छ। र अब त्यस्तो त्यो पनि छैन, तपाईँले अब केही नभएको मान्छे, केही सम्पत्ति नै नभएको मान्छेलाई पैसा दिनुभएको रहेछ भने त सुरुमा आफू पहिला रिग्रेट गर्नुहोस् र त्यसपछि अर्को अप्सन चाहिँ के छ भने त्यो रकम बराबर जुन रकम तपाईँले उसँग लिनुपर्ने हो त्यो रकम बराबर तपाईँले उसलाई थुनाउनु पाउनुहुन्छ र बिगो बापत कैद गराए पाउँ भनेर अदालतमा निवेदन दिनुहोस् र उसलाई थुनेर तपाईँको मन शान्त गर्नुहोस्। त्यति बाहेक अरू हजुरसँग अप्सन हुँदैन। यो कानुन जानकारी हजुरलाई कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। एन्ड एज अलवेज फलो फर मोर।